मेरो लुगा पनि सिलाउनु पर्ने थियो। दर्जीकोमा जानु पर्यो। ए लुगा सिलाउँदै पछिस? ए मुखिया नि आउनु भएको छ। नमस्कार। नमस्कार नमस्कार नमस्कार। किन दुःख गर्नुभयो त? म आफै आइहाल्थेँ। आउँथिस् नि, तल बाटो हेरेको पनि देखिनँ, त्यही भएर आफै आएँ। के कामले आउनुभयो? यहाँ एउटा चोलो सिलाउनु थियो, यसो छोराकोमा जाउँ भनेर नि। राम्रोसँग सिलाइदिए है, कतै केही दाग नलागिकन। हुन्छ मुखिया नि, हुन्छ। म राम्रोसँग त्यसै गरेँ। छोरी कता गई त? अनि छोरी त देख्दिनँ नि। छोरी भित्र पढ्दैछिन्। पढेर पनि के गर्नु न, अन्तिममा गएर सिलाउने भनेको यही लुगा हो। छोरा भए पो पढेर जागिर गरेर सुखले लाग्छन् भन्नु। छोरीको जात हो। कोनी यसो विचार गर, बरु बेलैमा काम गर्न सिकाइस् भने त हातमा सिप हुन्थ्यो। खोइ पढ्छु भन्छ। कोनी बेलैमा बुद्धि पुऱ्याउनु, विचार गर्नु। ल अब त्यो राम्रोसँग मेरो लुगा सिलाइदे, ठिक्क हुने गरी। अनि अब पुऱ्याउन त आउँछस् होला नि, अलिअलि काम पनि थियो। हुन्छ हजुर, म पुऱ्याउनै आउँछु। ल अलिक चाँडै गर है, छोराकोमा जानु छ। अहिले म लागेँ। आमा, मुखियानीले भनेको कुरा लिएर पिर नगर्नु है। म धेरै पढेर असल बनेर तिमीलाई सुखले राख्छु नि। छोरा छैनन् भनेर कहिले पिर नगर। छोरी पनि त असल बनेर आमालाई राम्रोसँग राख्न सक्छ नि। आमा पिर नगर है आमा। छोरीले पनि केही गर्न सक्छन् भनेर देखाउनु है छोरी। हुन्छ आमा, हुन्छ। तिमी पिर नगर न। तिमी जाऊ भित्र गएर पढ, म यो लुगा पुऱ्याएर आउँछु। हुन्छ आमा, हुन्छ। बिस्तारै जानु ल, चाँडै आउनु। हुन्छ छोरी। नानी भित्र पढ्दै गर है, म एकछिन मुखिया नि कपडा पुऱ्याएर आउँछु। पुगिस्? ल बस त्यता बस। नमस्कार मुखिया नि। नमस्कार। ल्याइदिएको थिएँ। राख त्यहाँ। कस्तो सिलाइदिएको नि? नाप अनुसार सिलाइदिएको छु। सामान त तैँले सिलाइदिएको लुगा एकदम जिउमा टिपिक्क सुहाउँदिलो भएको छ। तिर्खा लागिरहेको थियो, पानी खानु पाउँदैछु। एकछिन पकाइ त, म एकैछिनमा ल्याइदिइहालेँ। राखेर जानु पर्यो। ल यता आइज, छोलिस् नि फेरि। अलिक टाढै बसेर खा। अब चामल लान्छस् कि पैसै लान्छस् त? पैसा लगेर के गर्नु, भरेला खाना चामल छैन, चामल लिइजान्छु। चामलै लैजान त म बुढी फेरि। खोइ पल्टामा थाप। अलिकति काम पनि थियो, गरिदिन्थिस् कि? ल त्यो बाहिर यसो घाँस काट्नु छ। बाख्रा बस्तु कराइराखेका छन्, अलिकति घाँस काटेर हाल्दैन। घरमा कोही पनि छैन। तेरो छोरी पनि आइछ। राम्रै भयो, अब दुईजना मिलेर अलिक छिटै गरेर जाऊ। आमा, आमा तिमीलाई खोज्दै मान्छे आउनु भएको छ घरमा। छोरी एकछिन काम सकेर म आउँछु, तिमी घर गएर पढ्दै गर्नु। हुन्छ आमा, चाँडै आउनु ल। आज छोरीको रिजल्ट आउने भन्दै थिए, फोन पनि गरिनँ। एकचोटि आफै गर्नु पर्यो। हेलो छोरी। हजुर आमा। आज तिम्रो रिजल्ट आउने भन्दै थियो,
के भयो रिजल्ट फोन पनि गरिनौ आमा के मेरो भयो बोल न बोल के भयो छोरी मेरो रिजल्ट के भयो छोरी पास त भयो नि होइन आमा मेरो रिजल्ट के भयो के आमा म फेल भएँ होइन के भन्छौ राम्ररी त हेरौ नि राम्ररी हजुर आमा राम्ररी हेरेको म फेल भएँ आमा होइन के भन्छौ यो आमा आमा मेरो रिजल्ट आयो के भन्छे म पास भएँ आमा म पास भएँ हाम्रो सपना पुरा भयो आमा म पास भएँ नरौ न आमा नरौ नरौ यो त खुसीको हुनुपर्छ खुसी हो खुसी अब तिमीले यस्ता फाटेका लुगा लाउनु पर्दैन आमा खाली खुट्टे अर्काकोमा काम पनि गर्नु पर्दैन अब तिमीले अर्काकोमा काम पनि गर्नु पर्दैन आमा अब म तिमीलाई सहरमा लगेर सुक्खले राख्छु तिमीले अब कसैको वचन सुन्नु पर्दैन तिमीलाई कतिले के नरौ रुनु हुँदैन आमा यो त खुसीको दिन हो खुसीको नरौ आमा नरौ नरौ